कराईमा बस्नु नि कौला खान बाहिर निक्लेपछि रोटी अब मेरो टक्सार हर्रे यो त माथि जान्छ कि माथि जाने त्यो ठिक हुन्छ अब यता कता जोडाएर लाउने बढिया छ ल ठिक छ पिपलका पात काँडे छन् बाबु आएको त भर्खर यसो सूचना पाएँ कि अब जान्छु अनि यिनी भान्जा राजाले मेरो फोटो खिचिदिनुहुन्छ राम 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 हरे 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 कृष्ण 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 हरे राम हुन्छ हरे राम राम हरे 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 कृष्ण 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 हरि बोल हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम राम हरे हरे कृष्ण 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 हरे हरे हो ल रमाइलो गर्नु ल हो ल हजुर ल हेर्नुहोस् एलिटा टेन्ट हाउसलाई फुल एलिसा टेन्ट हाउसले जग्गीको सिँगार्नका लागि फुलहरू एकदम कस्तो आउँछ तपाईँ नाइ त्यसलाई रोटी दिन यस्ता सम्झौता केटाकेटी तिमीलाई लिएर आयो भन्दा केयर जाने प्यारो ल्याउने मिल्दैन भनेछ तिमीहरूले अब यहाँ तिमीहरू बसेर ल्याउने कहाँ लानु यो रोटी भित्र लानुलाई ए ल लैजानु लैजानु जति पनि फराकिलो हुने पर्सिलाई हामीले थप्नै पर्दैन केही चाहिँ गर्नु पर्दैन पकाउने कहाँ गराउने हुँदैन पकाउनु उता हो किचनमा उहाँ हो हामी छौँ के रे तपाईँ नाच तपाईँ बजारले बसेर पूजा गर्नुहोस् गरौँ भाउ भनेर यहाँ यति डाँट राख्नु त होइन लिएर आउनुहुन्छ ओ कसरी ल्याउनु भयो होला दुखेन भन्दैन आइडिया लाउनु पर्छ कि मनी सानो आउँदाखेरि एउटा भार पनि लिएर राखेको दुईटा कल्ती लाउनु बापत पाउँछ पर साँझ लाओ तयारी साँझ परिसक्यो अब अन्त हो ल दिदीहरू हो नि एकदम मेरो काममा ठुलै रिसाउँछ भनेर आइदिएको काम होइन ओ खोइ त बान्नीले छ भइयो सुरु गर्नु सानो सानोहरू कस्तो अर्को फुल कति छ यो लिनु हजुरले मैले यसरी बाँध्नु छ्याप छ्याप हुन्छ कि धेरै लाग्छ कि दिदी होइन छिटो हुन्छ नै यो धेरै लाग्छ नि दैन लाग्दैन कसरी हो चुडालम त्यसो के गरिन्छ चुडाला के ठिक्क माला अडेको
ओल त्यसले उ गर्नुहुन्छ त्यहीबाट म त होइन आएर गएको होइन आएर फेरि गएको जबरै छ बत्तीका लागि हो बाबु हजुर उहाँहरूले पञ्चकपी खानु हरि भजनले शान्ति पाए मैले हरि भजनले हरि भजनले हरि भजनले हरि भजनले कपिल लाउँदा होइन कपिल थिएन नि म लिएर आएँ दिनु रुद्राक्षको माला जप्दै सम्झिए देउनी तिम्रो सन्तान हो आइजाऊ भागो र कर्ताहरू अब यज्ञ मण्डपमा आउनको लागि तयार भएर बस्नु पर्यो। अब हाम्रो मण्डप पूजा पूर्वाङ्ग सम्बन्धी जो कोठा पुज्ने भन्छ नि आज हो त्यही कार्यक्रम अब सुरु हुँदैछ र यहाँ पहिले प्रायश्चित्त गोदान जान सक्छौँ बोलाएर आउने गरी बोलाउँदा आउने गरी ल्याएर सजाउन काट्दा छान्दा आउन के धेरै ल कस्तो राम्रो रोटी है ओहो मन्दिरमा हेरा
कलेज यात्रा सकेर आइयो है हामीले अब फुल सम्झिने आसनमा बस्नु होला पञ्चगव्य आइयो यदि जागरो यदि सबना सर्वलोकमय ज्ञान कान्नाथ कान्ना प्ररोग दुरानो प्ररोगन्ति परगस्पर्यवानो दुर्वेन नेपाल राज्य हिमबिन्दुर दक्षिण भागे आर्यभट्टान्तर्गतैका श्री कृष्ण गण्डक्या उत्तर दिग्भागे ये स्थाने फर्क के भन्छ मेघराज स्थित श्री सूर्य मिथुन राशि स्थित देवगुरु मिथुन राशि चन्द्रमसी पुण्य तीर्थवाद्य अत्रि आत्रेय अर्चना नक्षत्री प्राणित सायथानन दिव्यान कर्म कनिष्ठ पिता एकदेव तथा तेजमाया एकदेव राखम गाईको थन देखाम धेनु मुद्रा मत्स्य मुद्रा राखेर केहीमा राख्ने होइन कि भाँडा तयार गर्ने हो अर्घ त्यसपछि ध्वाङ्कपुरको जल त्यसपछि पञ्चामृत त्यसपछि गङ्गाजल शुद्ध जल ल अब यो सबैलाई टिको लाउन चन्दन बनाएको कहाँ छ पहिलो गोदाम गणेशको हुन्छ नमो ब्रह्मण्य देवाय पूजाको सबै थालीले हुन्न गरी छुट्याउनु पर्छ ओम विष्णु 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 पूर्व सङ्कल्प सिद्धिरस्तु पूर्व चारित ग्रहण विषण विकायम शिवपुण्यवाद्य पत्री गोत्रोत्पन्न प्रवृत्ति भन्नाले अरू सबैले पनि यहाँ नलेखेको भए पनि शर्मा दिव्य विश्वराज अमृता तथा दमयन्ती त्रिभुवन अनि फुलेर सानो फुलेर हात जोडौँ या लक्ष्मी सर्वभूतानां या च देवी प्रतिष्ठिता धेन रूपेण सा देवी मम पापम व्यपोहतु त्यही गाईमा राखिदिनु अब फुकाएर दामलो फुकाएर यसो पर लगाइदिनु ल भयो ल टिका लगाइदिनु पर्यो टिका
हाम्रो भाइहरूले नयाँ यज्ञ थर्ने पदमा लाग्यो अस्तिबाट नयाँ यज्ञ गर्यो सर्वाभ्यां नमः वाणीहिरण्यगर्भाभ्यां नमः शशिपुरन्दराभ्यां नमः ओम इष्टदेवताभ्यो मातृपीठशरण कमलेभ्यो नमः सुमुखश्च गदन्तश्च कपिलो विद्यारम्भे विवाहे च सर्वविघ्नहर तस्मै गणाधिपतये नमः सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधके शरणे त्र्यम्बके गौरी नारायणि मङ्गलाय तनोहरि तदेव लग्नं देशो जनार्दन यत्र योगीश्वर कृष्ण यत्र पार्थो धनुर्धर तरीषु त्रयस्त्रिभुवनेश्वर देवादिसन्तना सिद्धिं ब्रह्मेशान जनार्दन विशेषं माधवं दुण्डिं प्रपत्रैः सकलसुखयुतैरायणानां सतैश्च एकै सुनारी हुन् फरक छैन पहिला नम्बर दोस्रो नम्बर भन्न पर्दैन रातो पहेँलो जोउने माइलाई माध्यमिनी शाखाध्यायी अत्रि गोत्र उत्पन्न सबैले आफ्नो नाम भनौँ है त यथा यथा नाम दिव्याहं शर्माहं सकल परिवारान्वितोऽहं पूर्वोच्चारिता अस्मत्कुलपूर्वजानां प्राप्त अशुभगतीनां गते सति अशुभगति निरसनपूर्वक उत्तम लोकप्राप्ति पुराणतः महात्मा श्रवणादि कर्तुं सकर्तुं एभिः चन्दन पुष्पाक्ष भूमिफल द्रव्य वस्त्रादिभिः नाना नामगोत्रान् नाना शरणोब्राह्मणान् गणेश वाचक उपवाचक गर्भधमात्मजासि गर्भधम सिद्धिबुद्धिसहिताय साङ्गाय सायुधाय सभानाय सपरिवाराय श्रीमन्महागणाधिपतये नमः गणेशरूपिणी ब्राह्मणाय नमः होइन ठाडो गराएर त्यस्तो होइन मेसो आएन कि ठाडो हो अब अगाडि हामीले कर्मशाला है दाइलाई नि बोलायो भने भान्जोला खै गोकुल दाइलाई बोलाउनु पर्यो हाम्रा भान्जा र गोकुल दाइलाई भन्दा पनि मान्दिनन् के तीन बरी खोल्न पाउनु
विघ्न नाशो गणाधिपतम र केतु गणाध्यक्षो बालचन्द्र कलशको मुखमा फुलासित चढाउनु फुलासित मात्रै भयो होइन 5 पल्लव राखेको छ नि कलश स्कन्द प्रदेशिक गणपत्यादि पाञ्चाङ्गेताभ्यो नमः सूर्यादि नवग्रहेभ्यो नमः नमः भन्दा एकखेर हात जानु पर्यो फुलरत्नभ्यो नमः विनायकादि परम विष्णु रुद्रार्क वनस्पतिभ्यो नमः फुल्लेरादेवो मिषुतोपदश्च गुरुश्च शुक्रश्च निराहुकेतवः सर्वे ग्रहाः शान्तिकरावन्तु सूर्य सौर मथेन्द्रेन्द्र पदविंशन मङ्गलो मङ्गलं सद्गुणकुलाग्रह कलशमा हाम्रो नातिले खानी मात्र नखिचे है फेरि हुन्छ खाने बेला आएर खाना के जान सके सुना पञ्चामृति मलाई बोल्दै चिनिमा कहाँ हेर्नु चिन्नु दिएर त्यहाँ बस्नुपर्छ एउटा काटी र पैँका काटी 4वटा मैले ल्याउन महासभक्ति बलिम तीर्थीय शङ्कु देवतायै नमः चेतन पुष्पाणि समर्पयामि मास बलि एष मास भक्त बलि समर्पयामि चतुर्थ शङ्कु देवता फेरि भनेको फेरि राहुको बायाँ पनि नमः गुरु वसन शिष्टो सखीको यावत् प्रदान करोमि तावतं शिष्टो ओम आवत यावत् प्रदान करोमि तावतं शिष्टराव सुप्रसन्ना वरदाव प्रार्थना मुद्री कङ्कण गरी गर्ने गुरुवस्व इन्द्र या गच्छ यो वरदाव सर्वोपचारार्थे गन्धासुपाणि पुष्पाणि समर्पयामि प्रार्थना आदरपाणि सुरेश्वरं यावत् प्रदान करोमि तावतं शिष्टराव प्रसन्न यारमा पुग्यो हो बिता छ या गच्छ यो तितामा बजान 13 नम्बरमा यमाय नमः कृष्ण मर्ने गुरुवस्व यमा अब कलशमा या गच्छ यो तितामा बजान ग्रेण यावत् प्रदान करोमि गुरु मेरो सुनि है सिक्का पैसा सानो बनाएर गुरु राख्दैने अनेक रत्न संयुक्तम नाना मुनि गणान प्रतिमामा पनि पढ्छ है पैसामा चलेसन सही नाम गुरु दधि स्नानम दैले स्नान गर्छ हामी महाकाली महालक्ष्मी महासरस्वती सर्वमणि भगवती नमः अब शुद्ध जल चढाउ नमो नमः चौतिन चढाउने चौतिनका हस्तका चढाउने विभिन्न किसिमका फुलहरू चढाउने मन्दार पारिजातादि पाला छ देवीलाई माजाको कलशलाई धान चामल खाइ आसमानी चढाइदिनु
शङ्ख फलानी पदगिरी यता ऋतु फलं समर्पयामि ओम महाकाली माने दक्षिणा द्रव्यम दक्षिणा राख्छ खै त्यसो शुद्ध जलले मिसाइदिउँ यो मिसाउने हो सबै अझै के मिसाउने हो मन्दिर छ तुलसीको मठ छ मठ मन्दिर के अक्षता चढाउने फुल लाने यति नैवेद्य लाने प्रतिभाग ज्योतिर्का अक्षता लैजानुहोस् फुल लैजानुहोस् तपाईँले त्यहाँ धारो खाली गर्नु भएन अनि ढोल गर्नु नैवेद्य लाउने तुलसीको बिदा गरेर आउने त्यहाँ धारो खाली नराख्ने सुन्नु नै मैले अब रुटुसुरी गरेँ अरे ल भयो। ओम मधुसूदनाय नमः भन्दा एउटा पुष्प ठिक छ तपाईँहरूलाई पनि पुत्ता हो बिचरा यो गर्मीमा भन्दा एउटा पुष्पाणि सर्व्यामि दुर्ति भव्यता गर्भान्तरेशं पत्नी सुकृतं विभाति सञ्जय विना गुरे जाता पुस्तकावता क्षयं प्रत्यक्ष कृष्ण एवै सुकृति समय नाथं मुद्रार्थं भवसागरे भदौरतसुहं तभगी सभा भागवत पुराण पुरुषोत्तमाय नमो यो बदन हृदयालु सुरेश गणदातमः महानीय कथा गुणधोतकरिं कालिताखिलधोर्धय बाहुबलं बलवल्लभसापं तरुणीगणनूतन पुष्पसरं शरणागतरक्षणदाक्षतहं तमसाधुकुलोत्पलचण्डकरं करपद्मविलोकुसुमास्तरणं रणखण्डितदुर्जनपुण्यजनं जनगुणसङ्गविवर्जितभक्तवरं वरतीर्थविशासमेशविलासमयं मयपुत्रतमक्षयपूर्णवेदं विधुरीकृतदा नमराजगुणाबोधरं वासुदेवमरिं श्रीधरं माधवं गोपिकावल्लभं तं सत्यवामाधवीरावं चेतसासुज्ञरं जानकी जानाये वल्लभी वल्लभायाचितनारायण श्रीपदे सीतया शोभितो
दण्डकारण्यवास्य सम्बोधितो रापद सुरदा खेलनो बालक बालक पादो मां सदा तुको जय भगवानको जय चन्द्र भगवानको जय आदिशक्ति भगवतीको जय ब्रह्म सदा शिवको जय ज्ञान भगवानको जय ब्रह्मदेवको जय देवताको जय इष्ट देवको जय देवको जय दशावतार भगवानको जय पूर्ण तीर्थको जय सप्ता यज्ञको जय देवी माताको जय नेपाल आमाको जय गौ माताको जय गायत्री माताको जय शिवको मेरे आइने जन्मे तन्नाको हरिलोका सन्नभयसने अग्ने प्रजा बहुलामे कारो तन्नम भयो हेतो स्वादतलै गदेशे दैना विदेशे महिमा राखेर हजुरले यसो हात चिसो गराएर नै काट्छ सर्व पापहरू
जान भनेको खै बाटो बनेको स्वर्ग जान भनेको खै बाटो कनेको स्वर्ग जान भनेको खै बाटो कनेको स्वर्ग जान भनेको अहिले विश्राम अलि सानो गरम उठाउने मैले व्रतला कवरेन्द्र शेखम शेखरेन्द्र देवते वर्धिवन्नवजल्पतरं धनने गणतो जनपुष्पसरं शरणागतरा क्षमताक्षतमं तमसादरवोरणगन्धरणं गणखण्डिततो जनवन्दनं जनमङ्गलं सविलासमयं पूर्णविदुं विदुरीकृता नवराजगुणं दृष्टि भवति प्रभवति नवभवति मोहति नस्कार मत्सादिविरवतारिरवतार भता सदा वसतं परमेश्वर परिपाल्यो भवता भवता पवितुं दामोदर गुणमन्दिर सुन्दर बन्धनं प्रसारय सुदरितं सामरं मदवल्लभ सतो वारुत विशतस्वात सम्भावदां नमति सम्पततर्जयसेवितं कपिलजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्
सारा संसार रामाको पनि रामा बाबु